सरकारको योजना सर्वोपरि हुन्छ कि अदालतको निर्णय? बाटो निर्माणको निर्णय, बाटो बिचबाट 25 मिटर दायाँ र बायाँ बढाउने निर्णय आजको मात्र नभएर 10 वर्ष जनयुद्धपछि 2068 सालमा बनेको तत्कालीन सरकारले बाबुराम भट्टराईको क्याबिनेटले गरेको निर्णय हो। यो निर्णयपछि काठमाडौँ लगायत कयौं स्थानीय ठाउँहरूमा स्थानीयहरूको घर भत्काइन सुरु गर्यो। 2079 सालमा त्यो निर्णयलाई पूर्ण कार्यान्वयनमा ल्याउने भने सूचना जारी गरिएको थियो। सरकारको उक्त निर्णय विरुद्धमा कयौं ठाउँको स्थानीय व्यक्तिहरूले सर्वोच्च अदालतमा रिट जारी गरे, तर त्यो रिट सरेको सरे भए। गत वर्ष 2081 फागुन 21 गते उक्त रिटको फैसला आयो, तर रिटको पूर्ण पाठ नआएको कारणले गर्दा स्थानीयहरूले उक्त फैसला मान्न इन्कार गरेका थिए वा मानेका थिएनन्। उक्त रिटको पूर्ण पाठ 2082 एक वर्षपछि फागुन 24 गते जुन हाम्रो चुनावको माहौल थियो, त्यो माहौलको बीचमै उक्त फैसलाको पूर्ण पाठ आयो। हालको संविधान 2072 को धारा 25 मा उल्लेख भए बमोजिम राज्यले सार्वजनिक हितको लागि कुनै पनि व्यक्तिको निजी सम्पत्ति लिन सक्छ, तर मुआब्जा दिएर उक्त सम्पत्ति प्रयोग गर्न पाउने भन्ने उल्लेख गरिएको छ। राज्यले मुआब्जा दिएर उक्त जग्गा प्रयोग गर्न पाउने भन्ने व्यवस्था छ। जग्गा प्राप्ति ऐन 2034 र 2076 मा उल्लेख भए बमोजिम यस्ता खाले प्रक्रियाहरू अपनाएर मात्रै सरकारले उक्त जग्गा प्रयोग गर्न पाउने भन्ने भनिएको छ। पहिलो नम्बरमा नोटिस दिनुपर्छ वा जानकारी दिनुपर्छ। जुन व्यक्तिको जग्गा सरकारले प्रयोग गर्न जाँदैछ उक्त व्यक्तिलाई जानकारी दिनुपर्छ। यो जग्गा प्रयोग गर्न जाँदैछ है भनेर चाहिँ जानकारी दिनुपर्छ। अर्को कुरा, डिसिजन गर्नुपर्छ। डिसिजन चाहिँ के विषयमा गर्नुपर्छ भन्दाखेरि तपाईको जग्गा कति छ, तपाईको क्षति हुन सक्ने जग्गा कति छ भने त्यसको अनुमान गरिन्छ र त्यसैको हिसाबमा मुआब्जा दिने भने डिसिजन गरिन्छ। त्यस पछाडि भने मुआब्जा दिने प्रक्रिया सुरु। पहिलो जानकारी दिनुपर्छ, दोस्रो डिसिजन गर्नुपर्छ र तेस्रो उक्त व्यक्तिलाई मुआब्जा दिनुपर्छ र लास्टमा गएर सरकारले आफ्नो काम सुरु गर्न सक्ने भने उल्लेख हो। 2068 यता कयौं पटक त्यहाँका स्थानीय व्यक्तिहरूलाई नोटिस गइसकेका थिए, तर के सर्वोच्च अदालतमा गएको रिटको कुनै मतलब थिएन त? रिट सरेकै कारणले गर्दा 2081 फागुन 21 गते उक्त रिटको फैसला आयो। फैसला आए पनि पूर्ण पाठ आएको थिएन। पूर्ण पाठ एक वर्षपछि 2082 फागुन 24 गते आएको छ। 2082 फागुन 24 गते यता 1 महिना 13 दिन भएको छ। पूर्ण पाठ आएको यतिकै दिनमा यसरी अमानवीय तरिकाले 1200 वटा घरहरू भत्काइरहेका छन्। के यो सरकार गरिबहरूसँग उभिएका छन् त? त्यति मात्र नभएर अस्ति मात्रै 4:30 मा घोषणा जारी गरियो। घोषणा के गरियो भन्दा बेलुकाको 4:30 देखि बिहानको 4:30 सम्म सबै खाली गरिसक्नु पर्ने भन्ने घोषणा गर्यो। घोषणा जारी गर्न बैठकमा बसेका ती व्यक्तिहरू वीरगञ्जका मेयर, जिल्ला अधिकारी र सडक विभागका प्रमुखको घर भइदिएको भए के तिनीहरू 12 घण्टामा सबै, त्यो पनि रातको समयमा सबै हटाउन सक्थ्यो र? सरकारको योजना सर्वोपरि हुन्छ कि अदालतको निर्णय? योजना कार्यान्वयनको मातमा आएर घर भत्काइरहेको क्रममा ती बालबालिका, महिला, वृद्ध र अन्य सरकारवालाहरूसँग गरिएको व्यवहार अमानवीय छ। सरकार आँखा खोल।